हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। र आज चाहिँ मैले बाटोमै भिडियो स्टार्ट गरेँ। अनि आजको भिडियो चाहिँ ग्लोसरी सपिङ विथ मी इन जापानवाला हो। र म चाहिँ जापानको सबैभन्दा अलिक सस्तो सुपर मार्केटमा गएर किनमेल गर्ने भनेको। आज शनिबार, अहिलेको दिउँसोको काम छैन, त्यही भएर। अनि सुस्मिता चाहिँ अगाडि गइसक्यो। म चाहिँ यसो भिडियो बनाउने भनेर, भ्लग बनाऊँ भनेर यहाँ भर्खर सुरु गरेको भ्लग। र मेरो बाइक चाहिँ यस्तो छ। बाइकको हालत चाहिँ जापानमा भएको सम्पत्ति भनेकै यही हो, एउटा सम्पत्तिको नाममा। र त्यही हो गाइज, अहिले म उता गएर तपाईँहरूलाई देखाउँछु त्यहाँ चाहिँ कस्तो कस्तो सामान पाउँछ र कति रुपियाँमा भनेर। सो जाउन मानिकन इन्जोय गरेर हेरिदिनु होला भन्न चाहन्छु। सुस्मिता त वहाँ माथि गइसकेछ हौ। सबैभन्दा गाह्रो भनेको चाहिँ यही पुल कट्नलाई हो क्या। यो पुल कट्नलाई हेर्दा यस्तो छ, तर लास्टै गाह्रो छ हौ यो कट्नलाई चाहिँ। र त्यही हो गाइस, अहिले पछि गएर हामी देख्छौँ। मलाई लाज लाग्यो अब चाहिँ। यहाँ चाहिँ सबै यो के अरे ट्राफिक रुल्स पालना गर्नुपर्छ के। यहाँ रातो छ, अब त्यहाँ हरियो भएपछि चाहिँ जान पाउँछ, त्यही हो। र अब सुस्मिता चाहिँ वहाँ माथि गएर कुदिरह बिसाएर के गर्दैछु भनेर। ल गाइस, अहिले पछि भेट्छु, बाई। हेलो गाइस, अब चाहिँ हामी यो कुसुरीमा आएको। कुसुरी भनेको चाहिँ फार्मेसी टाइपको कुसुरिया यस्तो हुन्छ गाइस। यहाँ फेरि बनाउनु दिने हो कि होइन भिडियो, थाहा भएन। यहाँ चाहिँ यस्तो औषधिहरू पाउँछ गाइसहरू। मेरो हात आइरहेको रहेछ। सुस्मिताको चाहिँ घाँटी दुखिरहेछ अरे, अनि त्यही भएर यहाँ चाहिँ घाँटीको औषधि अनि सनस्क्रिमहरूदेखि लिएर स्याम्पू मेरो चाहिँ धेरै चाया छ, त्यही भएर ड्यान्ड्रफ हटाउने स्याम्पू लिन आएको। त्यो होइन, यहाँ चाहिँ धेरै नै महँगो छ गाइस। हेर्नुहोस् त, एउटा औषधिकै यता नि 600 लान्थ्यो। धेरै छ हौ, धेरै छ यस्तो, धेरै किसिमको छ। आफैले खोज्न सक्नुपर्छ। यहाँ चाहिँ आफै तिर्निदिन्छ हौ कता हेरेर। एलर्जीदेखि लिएर सबै छ भने। त्यही गाइस, जापानमा चाहिँ यस्तो पाउँछ है। यस्तो केही दुखेको छ भने चट्टा लाएर यस्तो टाल्नेहरू पनि पाउँछ। भएन किनेन? अहिले चाहिँ घाँटी दुख्ने अरू त छोडिदिनु गाई। यहाँ हेर्नुहोस् न, यहाँ एउटा ब्रसको नि 327। यसले के गर्ने, चम्किन्छ त? 9,000 10,000 ट्याक्स जोडेर चाहिँ 10,000। स्याम्पू, मेरो चाया हटाउने स्याम्पू पनि चाहियो मलाई। पाउला र गाइस, मैले चाहिँ अहिले भर्खरै नयाँ लुक्सको कस्तो देखेको छु। यो चाहिँ यहाँ हेर्दैछ बिचरालाई, यहाँ कुन के लाएर चाहिँ राम्री हुन्छ भनेर। यसै राम्री छस् त हौ। मेरो चाहिँ नयाँ हेयर स्टाइल फ्रकी मैले अघि ह्याकवेनमा किनेको। यताबाट नदेख्नु रहेछ यो जामै छिटो। मैले यहाँ स्याम्पू भेटाइसकेँ। यहाँ चाहिँ सबै पाइन्छ है गाई।
आँखामा लाउनेदेखि लिएर सबै 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 हेर्नु न यहाँ कति महँगो छ 5000 उतापट्टि के खै थाहा भएन गाजल मेटेको थियो गाजल लाएर जानु पर्ला जस्तो छ हाम्रो है त्यस्तै गरम क्या गाइस कुनै गाजल लाएर हिँडिदिन्छु म फेरि एकछिन है म यो गाजल ट्राई गर्छु है गाइस मैले चाहिँ गाजल पनि लाएँ फ्रीको गाजल बेलबेला आउँदै मेकअप गर्दै जानुपर्छ कि यहाँ स्याम्पलहरू राखेको हुन्छ त्यही स्याम्पलहरू ट्राई गरेर जस्तो गर्ने लाउने यो आइडिया चाहिँ कसको हो आइडिया कसको हो यो यसरी गाजल मैले घरमा लगाएको मेटेको थियो नि त अनि आएर लगाइदिएँ नाइस नै यसले त क्रिम खोज्दा खोज्दा हैरान पारिसक्यो उसलाई रिकमेन्ड नि कसले गरे अरे कि ChatGPT गाइज डु यु बिलिभ इट ChatGPTले गरेर यहाँ यो कस्तो हुन्छ गाइज थाहा छ भने यसको के भन्छ अरे फिडब्याक दिनु होला यसले चाहिँ टिप्यो यार छैन मेरो स्याम्पू दिउँ न मेरो स्याम्पू यसले चाहिँ गाइज जान्छ भने छ है ट्राई गरौँ है त ड्यान्ड्रफ जान्छ भने चाहिँ यदि गयो भने म तपाईँहरूलाई पनि भन्छु यसको रिभ्यू कस्तो छ यो चाहिँ कन्डिसनर सुताफो के हो यो कन्डिसनर ओको यो त एउटै छ यो हो दुईटै स्याम्पू पर्ला रिन्सु ओ के हो यो रिन्सु यो चाहिँ स्याम्पू यो चाहिँ कन्डिसनर होला लेट्स ट्राई इट अब के अरे सनस्क्रिन तपाईँहरूलाई देखाउँछ हामी चाहिँ जापानमा कुन सनस्क्रिन युज गर्छौँ भनेर है त्यता हो र हामीले चाहिँ कुन युज गर्छौँ खोइ लाइट अपवाला है गाइज यो चाहिँ धेरै थरीको न्यू हुन्छ तर हामी चाहिँ यो वाला लाइट अप युभी SPF 50 वाला युज गर्छ यो चाहिँ एकदमै राम्रो हुन्छ है गाइज आई रिकमेन्ड यु दिस वान ल भयो आज यति नै हो यसमा चाहिँ अनि यसको चाहिँ यसो काखीको लागि यहीँ हो पैसा यहीँबाट कति जान्छ तपाईँहरूलाई भन्छु है अहिले हामीले के किनिसक्यो यहाँ लगभग ल 10,000 त जान्छ है हामीले युज गरेको न यस्तो थियो त यो होला नि गाइज है होला धेरै भयो हुन्छ कि यसले गइरह फेरि अर्को किनेर गएन क्या हाम्रो चाहिँ धेरै नै 4मा के त्यो अहिले गर्मी महिना भएर होला फोरमा धेरै भुसुनाहरू आएर यस्तो तनाव भएको थियो यसले चाहिँ सटसट्ट गयो क्या तर जापानमा हुनुहुन्छ भने भुसुनाले प्रब्लम छ भने ट्राई द्याट वान ल बाई गाइज यति छ त यति सामानलाई खै बिल देखा त तर टन्नै किने 11,000 This is called Japan. This is Japan. यतिलाई जम्मा यो त अति महँगो भएन यो त हाम्रो हप्तामा यति त जान्छ कि हप्तामा 10,000 त जान्छ है अझ अहिले त्यहाँ अझ मेन जहाँ जाने भनेको त्यहाँ त जानै बाँकी छ कि कसरी चाहिँ जापानमा गरिखाने होला स्टुडेन्ट लाइफमा म एकछिन बियोस भएँ गाइज हेर्नु त अहिले कस्तो राति भएको हो म झन् सनसेटको भिडियो बनाउँछु भनेको त सेट म्यान कति बजे हेर त अहिले अब
गेमु सुपा चाहिँ अब यहाँभन्दा अलिकति उता अलिकति मात्र 1 मिनट 2 मिनट लाग्छ होला। अब हामी त्यहाँ गएर फेरि पनि म भिडियो बनाउँछु। अब त्यहाँ पनि हाम्रो लगभग 5000 सकिन्छ कि भन्ने 5000 को टार्गेटमा छ है। लेट्स सी कति सकिन्छ भनेर। अब अहिले पछि त्यहाँ गएर हेर्छु गाइस। अब चाहिँ गेमु सुपा आउन लाग्यो। दिस इज नाइट भ्यू। खासै अब यहाँ जापानमा चाहिँ साइकल चलाउँदै मोबाइल चलाउनु मिल्दैन के। अलि आबुलाई छ। यहाँ चाहिँ विष्णु काम गर्ने ठाउँ। अहिले बहिनी काम गर्दै होलिन्। काम बात्ते नै विष्णु तँलाई यहाँ भ्लगबाटै भनिदिएँ मैले। अब चाहिँ आउन लाग्यो। यहाँ चाहिँ मामाले देख्यो भने चाहिँ पक्राउ गर्न सक्छ। अब राइडर बाइक त होइन कि अब साइकलकै मोटो भ्लग हेर्नु होला गाइजहरू। त्यस्तै हो। मैले कतिचोटि भ्लगमा कतिचोटि गाइज भन्छु होला यार। इरिटेट नहुनु होला। त्यही हो आयो। त्यही हो गेम। मैले चाहिँ उता अघि नै किनेको ठाउँको सामान चाहिँ म यहीँ छोड्छु। यो जापान हो नि त त्यही भएर चोरी हुँदैन। यही हो गेम। कत्रो आलु यसलाई आलु हो यो ओए कत्रो आलु यो आमा। म तर्छु यार गाइस। जापानको आलु धेरै हेर्नु त प्राइस अरू ठाउँभन्दा सस्तै छ। केरा खानु म त खान्न यार। म त केरा चाहिँ नबारेरै दही होइन। तर मैले केरा बारेछु नि त। जे पनि हो भने छोड्दैन। अब गाजर हेर्नु त गाइस 100 रुपियाँमा यति धेरै आउँछ यहाँ। कुनै बेलामा त सेल पर्छ क्या। भेन्टा क्याप्सिकम यहाँ चाहिँ 3 किसिमको मात्र पाउँछ है बुलडग। प्राइस चाहिँ कति छ 645। ओ माई गड इट्स टु एक्सपेन्सिभ। जुन लगे नै हुन्छ। नै मलाई मिलाउनु त्यो छ भने यो बोक्नु त। I don't want to try. Okay, try. फेरि कहिले मैले भने उसले भने मात्र हुन्छ भन्छ। यो हाजिमेते लेमन छ्या मिठो हुन्न होला। अमिलो भयो भने के भन्नु है। लेमन म्याङ्गो भए त लान्थे। लेमन रहेको मेरो किन कलर यस्तो भएको यो पहेँलो यता हेर्छ कस्तो पहेँलो देखेको। यही लाग्ने। हामी चाहिँ यो वाला आइसक्रिम खान्छौँ। यसको प्राइस कति हो यो 699। हेर्नुहोस् त्यहाँ तपाईँहरूलाई है जम्बो गिफ्ट कति सस्तो हेर्नुहोस्। 3848मा यत्रो ठुलो विस्की। क्यान यु बिलिभ इट। अनि यहाँ हेर्नुहोस् त वाइनहरू स्याम्पेनहरू नि कस्तो सस्तोमै छ। त्यो विस्की कसम जापानमा को हुनुहुन्छ यो चाहिँ ट्राई गर्नु होला है। यो चाहिँ कस्तो छ भने नेपालमा छ्याङ खानेहरूलाई थाहा छ कि यो सेम छ्याङ हो। सेम डिटु छ्याङ छ। ट्राई गर्नुहोस् गाइस। हाम्रो चाहिँ सामान यति भएको छ र यसको चाहिँ बिल कति भने 3000 भने पनि धेरै हो यार। हामीले चाहिँ आइसक्रिम किने 2टा रामेन किने आलु कोन छैन
कतिको छ र म कोन हेरेर आउँछु गाइस आइसक्रिम चाहिँ किने आइसक्रिम हालेर खानेकुरा चाहिँ किनेन छन् क्या यतिको चाहिँ हुनुपर्छ है यतिको चाहिँ हुनुपर्छ कस्तो क्युट बेबी कोन कता राख्यो हो यिनीहरूले अब कोन छैन त कोनै राखेको छैन गाइस कोमात्ता नै कोमात्ता मेरो साउन्ड सुने छैन होला है A few moments later. यो हो के कोन कप 181 रुपिस यही हो हामीलाई गाइस हामीले चाहिँ किनेर आएँ मैले चाहिँ भित्र यो आइफोनलाई नि के भएको के आइफोनलाई नि के भएको भन्छु खिच्न त खिचेँ हेर न अहिले न त्यत्रो खिच्यो पछि आएर हेर्दा त त्यो के अरे पहेँलो के आएको त्यो इफेक्ट आम्मा त यस्तो ब्लगर हुन्छ यहीँ हालेँ मैले अब चाहिँ अब भयो साथी हो यति नै हो अनि त्यहाँ त धेरै भारी भयो त मेरो हेर कति भारी हो आइसक्रिम जम्मै आलु जम्मै त्यसमा प्याज आलु खै छोड त धान्छ कि नै ल घर चाहिँ अब कसरी जाने हो थाहा भएन आम्मा भारी हो यो मेरो आमामा गाइस हेर्नु ल 2 पोका हालेर अझ मेरो भारी छ अरे यति हो उसको चाहिँ कसरी लगाउने त बुढे उल्टा सामान झिकालेर छेउछेउमा हाल अब चाहिँ घरतिरको तर्फ लागिन्छौँ यस्तो हजुरआमाले साइकल चलाउँदैछ त कति क्युट बच्चा हो अनि हेरेको हेर्न गोथे ल मारे गोथे भाइले हेरेको अरे बाई बाई गोथे भाइ त यहाँको त यत्रो बच्चादेखि लिएर बुढासम्म सबैले साइकल चलाउँछ हौ अचम्म लाग्यो नेपालमा त यस्तो छैन त्यही हो अब चाहिँ ल घरतिरको तर्फ अब चाहिँ हामी घर आइपुग्यो र अब चाहिँ म चाहिँ अब घर आएरै इडिङ गर्छु भनेको ओहो र हामीले चाहिँ अब सामानहरू सबै यताउता मिलाएर राखिसक्यो अनि यसले चाहिँ पकाउन पनि सुरु गरिसक्यो किमा नुडल्स खाने रे आज भनेर त्यही हो ओहो नानीले त के हो यस्तो खार निकालेर आमामामा रस्तै खार आखा यार कसले बनाउँछ यसरी चाहिँ लुगा ओ आफै खोक्दैछु त्यहाँ खक 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 गर्दै र त्यही हो गाइज होप यु लाइक इट है डोन्ट फर्गेट टु लाइक सेयर एन्ड मेन सब्सक्राइब ओहो के हो यस्तो ओ माई गड ल बाई होप next see you in next video